सरकारलाई म भन्न चाहन्छु कि आफ्नो चाहिँ पुलिसलाई कन्ट्रोलमा राख्नु, किनभने पुलिस चाहिँ कन्ट्रोलभन्दा बाहिर गइरहेछ। अनि त्यसपछि अब पुलिसले पनि भनिरहेछ कि हामी बालेन सरकारको उस कन्ट्रोलमा छैनौँ। अब यस्ता यस्ता कुरा बाहिरिरहेछ। यति ठुला ठुला पुलिस अफसरहरू भन्छन् कि हामी कन्ट्रोलमा छैनौँ त्यसको बालेन शाहको। अनि अब पुलिसले जेसुकै गरोस् रोडमा कुनै पनि गरिबलाई रोकेर पैसा ल्या भनेर अनि त्यसपछि पैसा झिक्यो, अब जहिले पनि यो हुँदै रहन्छ। किनभने सरकारको कन्ट्रोलमा छँदैछन् पुलिसहरू। आफै भन्छन् पुलिस। अब यस्ता यस्ता कृत्यहरू भइराखेछ। एउटा गरिब मान्छे कसरी जिन सक्छ एउटा नेपालभित्र? 500 रुपियाँ 1000 रुपियाँ कमाउने मान्छे त्यो ट्राफिकलाई 1000 रुपियाँ 10,000 रुपियाँ 5000 रुपियाँ तिर्यो भने त्यो के खान्छ त्यो? हामीलाई सरकारसँग केही पनि 1 रुपियाँ पनि भेट्दैन, तर हामीले ट्याक्स तिर्ने, रोड कर तिर्ने, हर एक चीज गर्ने सरकारलाई पैसै नै पैसा चाहियो हरेक ठाउँमा। अलि त्यो कहाँबाट आउँछ? हामीबाटै नै जान्छ सरकारलाई। हामी विदेशमा बसेर अनि त्यसपछि सरकारलाई पैसा पठाउँछौँ, त्यही पैसा हामीलाई पनि भेट्दैन। त्यो पैसा आजसम्म गएर हेर्नु कुनै गाउँ घरमा बाटो पनि छैन। न बाटो छ, न छ, लाइट छ, केही पनि हुँदैन त्यस्तो। अब यस्तोमा के गर्छ गरिब मान्छे? कहाँबाट खान्छ? कहाँबाट कर तिर्छ? ट्याक्स पनि तिर्ने, हरेक ठाउँमा ट्याक्स तिर्ने, अनि त्यसपछि यति ठुला ठुला अब के रे करहरू बुझाउने, यस्ता यस्ता कृत्यहरू भइरहेछन्। कसरी जिन सक्छ एउटा नर्मल मान्छे? हामीलाई सरकारसँग केही पनि चाहिँदैन, तर हाम्रो सुरक्षा चाहियो। हामी नेपालीको सुरक्षा चाहियो, सुरक्षित ठाउँ चाहियो, त्यति नै हो। अरू हामीलाई केही पनि चाहिँदैन सरकारसँग। त्यो जुन जेन्जीहरूलाई मार्ने, काट्ने, यताउता गर्ने अहिलेसम्म घुमिरहेछ पूर्व प्रधानमन्त्री, अहिलेसम्म त्यसलाई थुनामा हालेका छैनन्।